दरबार स्क्वायर गेट। टेस्ट ल्याउ नामले के भन्छ नि मिठो रिभ्यू दिने रिभ्यू रे सम्पूर्ण साथीहरुमा मेरो तर्फबाट नमस्कार अनि सम्झना। आज चाहिँ मैले नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आशा छ हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज चाहिँ म भक्तपुर दरबार स्क्वायर घुमघाम गर्दै छु। हेरौँ है त कस्तो रहेछ। यो चाहिँ सिद्ध पोखरी ठुलो रहेछ है। आम्मा यहाँ स्विमिङ पनि गर्छ मान्छे? गर्दैन हौ। बोटिङहरु चाहिँ पहिला चाहिँ यो भक्तपुरमा त पोखरी कति हो कति जता हेरे पनि त्यही पोखरी नै मात्र हुँदो रहेछ। भक्तपुर अस्पताल रहेछ यो। अनि बिचमा डायलिसिसको छ अनि यो बिल्डिङको पछाडिपट्टि चाहिँ क्यान्सरको छ। ए यो चाहिँ भक्तपुर क्याम्पस हैन? यो देखिएको सबै बनाएछ नि। दरबार स्क्वायर गेट। आज चाहिँ यहाँ विद्यार्थीहरु पनि शैक्षिक भ्रमण गर्न भनी आएका रहेछन्। ल यता चाहिँ अलिक धेरै मान्छे नभएको नि टाढा पनि भएर होला। तर बिदातिर त हुन्छ नि यहाँ पुरै मान्छे बसिरहेको हुन्छ। ए हो फेरि ए फोटो खिच्न पनि आउँछन् यहाँ। मलाई चाहिँ साथीहरु यो ठाउँ एकदमै रमाइलो लाग्यो, रमणीय छ। हजुरहरु पनि भक्तपुर आउनुभयो भने भक्तपुरको दरबार स्क्वायर चाहिँ घुम्न अवश्य पनि आउनु होला भन्ने जानकारी गराउन चाहे मैले मेरो युट्युब च्यानलबाट। अनि यसरी दिनभरि घुम्दा गऱ्यौँ। त्यसपछि अब कसैको भिडियो सिडियो गरेर घर जानुपर्छ भन्ने कुरा गऱ्यौँ। खाजासाजा खानुको लागि चाहिँ यो होटल छिर्यौँ। त्यसपछि यो होटलमा चाहिँ माछाहरू सजाएर राखेको रहेछन्। मैले चाहिँ माछाहरूको पनि भिडियो बनाएँ। ल हेर्नुहोस् त कति राम्रो। एकछिन रमाएँ म यो माछाहरूसँग। अनि यहाँ चाहिँ पुरानो सामानहरू यसरी सजाएर राखेको रहेछ। त्यही भएर मैले ती सामानहरूको पनि सबै भिडियो बनाएँ। हेर्नुहोस् त यहाँ कति मजाले मिलाएर राख्नु भएको रहेछ। भाउजूलाई नि माछाहरू राम्रो लाग्छ, एकहोरो लागेर हेरिरहनु भएको छ। हेर्नुहोस् त यो चाहिँ भक्तपुरको एकदमै प्रसिद्ध जुजुद हो, दहीको राजा रे। टेस्ट ल्याउ नामले के भन्छ नि मिठो रिभ्यू दिने रिभ्यू रे। नेवारी खाजा सेट त एकदमै मिठो थियो। त्यसमा बारा, युमरी, साको मिचा र जुजुदोको त झनै कुरै नगरौँ, यति मिठो थियो कि। खाजासाजा खाइसकेपछि हामी त्यहाँबाट निस्क्यौँ। हिँड्दा हिँड्दै एक स्टोरमा हाम्रो आँखा परिहाल्यो। म र मेरो भदैनीले चाहिँ बबल टी माग्यौँ र भाउजूले चाहिँ आइसक्रिम खाने भन्नुभयो। त्यसपछि हामी घरतर्फ लाग्यौँ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्त साथीहरू, बाई बाई।